यो हो संसारको सबैभन्दा महँगो घर, जसको मूल्य नेपालका धनाढ्य विनोद चौधरीको सबै सम्पत्ति जोड्ने हो भने पनि यो घरको मूल्यलाई भेटाउनै सक्दैन। अझ सरल भाषामा भन्दा विनोद चौधरीले आफ्नो सम्पूर्ण सम्पत्ति बेचेर यो एउटा घर मात्र किन्न चाहे भने पनि उनले किन्न सक्दैनन्, किनकि यो घरको मूल्य विनोद चौधरीको सम्पूर्ण सम्पत्ति भन्दा 26 अर्बले बढी छ। अर्थात यो घरको मूल्य 2 बिलियन अमेरिकी डलर छ। यसलाई नेपाली रुपैयाँमा रूपान्तरण गर्ने हो भने आजको दिनमा यसको मूल्य 2 खर्ब 67 अर्बको आसपास हुन आउँछ, जबकि विनोद चौधरीको कुल सम्पत्ति आजको दिनमा 1.8 बिलियन अमेरिकी डलर अर्थात 2 खर्ब 40 अर्ब नेपाली रुपैयाँ छ। तपाईहरूमध्ये धेरैलाई नै थाहा होला, यो घर हो भारतीय धनाढ्य मुकेश अम्बानीको। आजको दिनमा उनको कुल सम्पत्ति 116 बिलियन अमेरिकी डलर रहेको छ।